हेरिसक्यौँ अब हामी स्केटिङ खेल्न जाने यत्रो पानी। हेलो गाइज नमस्ते प्रियहरू म फेरि पनि एसएलसी हजुरहरूको नाममा छु गाइज वेलकम छ तपाईँहरूलाई मेरो भिडियोमा। सो गाइज आज चाहिँ म फिटिङ बजारमा छु तर यत्रो पानी यहाँनिर पसलतिर जाऊँ भन्दा नि यत्रो पानी र बहिनीले चाहिँ अघि रेनकोट ओढिसक्यो अब जानुलाई। हामी चाहिँ त्यस्तै पौरोटीहरू किन्नु जाँदै गरेको खाजाको लागि तर पानीले अब म कति जानु छाता पनि थियो भने हिजो स्केटिङ खेल्न जाँदा हरेर राख्यौँ हामी दुईजना लातीहरूले। अब के गर्नु यहाँ छाता पनि छैन। सो गाइज हामी चाहिँ पौरोटी किनेको गएको तर पानी परेर बिजोक 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 तर मेरो अवस्था झन् बिजोक। भिज्यो भने भन्नु है मलाई। हो नि हौ गाडीले हान्छ नि फेरि। सो गाइज हामी चाहिँ अब पौरोटी लगाउँ भनेको यो हाल लगाउँ कि यो हाल लगाउँ यो। सो गाइज हामी चाहिँ यहाँ डिनर किनेर घरतिर लाग्यौँ हामी चाहिँ अब। सो गाइज म चाहिँ चिया पकाउनु चाहिँ खाजाको लागि चिया राम्रै छ। सो गाइज म चाहिँ हाम्रो तिमीहरूकोतिर गएको पहिला दिदीहरूकोमा जानु पऱ्यो तर अवस्था त्यस्तो छ। म रेनकोट लाएर हिँड्नु गरेको तर भुइँदेखि छोटो हुनु जति गाह्रो त रेनकोटले पनि छोप्छ गाडी। म चाहिँ दिदीहरूकोमा जाँदै गरेको। गाइज म चाहिँ हाम्रो तुम्बाहरूकोमा जाँदैछु। सो गाइज हामी चाहिँ हाम्रो तुम्बाहरूकोमा कार्टुन हेरिसक्यौँ अब हामी स्केटिङ खेल्न जाने हो। सो गाइज हामीले चाहिँ स्केटिङ खेलेर घर फर्किनेछौँ। गाइज हामी चाहिँ यहाँनिर खाजा खाँदैछौँ टिबिएम। गाइज म चाहिँ अब मेरो भिडियो अन्त गर्न चाहन्छु। तपाईँहरूलाई मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई बाई।